तपाईँ पोखरा अहिलेसम्म आउनु भएको रे आएको छैन किन आएको त नि त्यही त माछा पुछ्रे हिमाली हेर्न आउनु पर्ने खोइ कसरी खोला छैन नि त्यही भएर मान्छे सोझी भनेको त लास्टै मोहन त अझ एक कदम अगाडि यहाँ के दुध दुध चिया खानलाई दुध आउँछ कि नै सोध्नु के बोलेको छ्या के कमेन्ट गर्छ यार दुध चिया खानको लागि दुध आउँछ कि न आएर के बोलेको कमेन्ट तर के गर्नु बोल्नै मन लागेन जी हजुर दर्शकले त अनेक प्रश्न गरे त नि त दुधवाला चिया दुध आउँछ कि न आएर कुन चाहिँ कमेन्टमा चुसेर निकाल्नु पर्छ अरे हजुर मरे हाँसेर साँच्ची आमाले जी यार अत्यार भैँसीको गिलास भन्नु अरे दुध निचोर्नु पर्छ अरे कसले हो ए गाइस प्लिज स्टप दिस यार लाज म त बाम माछा अरे बाम माछे हो कि क्या हो तपाईँको हो अति बल धेरै भयो सरी अरू भन्नुहोस् आज जानुभयो चिया बेच्न गएको अनि कस्तो चल्यो तपाईँ व्यापार ए जहिले राम्रो हो नि व्यापार अहिले त झन् अब सिजन छ तपाईँको अनुहार देखेर मान्छे चिया खान आउँछ होला है मान्छे यति राम्रो यति राम्रो मान्छेको भाग्यमा को पर्ला हौ तपाईँ नि हो जस्तो लाग्यो यसो हेर्दाखेरि त पहिलाको जुनीमा झापातिर जानु जस्तो लाग्यो साह्रै कफाडी होइन हाम्रो मेरो बाबुआमाको नि ऊ स्वागरात झापामै भएको नि त स्वागरात हो क्या तपाईँलाई यो सत्य हो क्या मान्छेले विश्वास गर्दैन म चाहिँ मेरो मम्मीको पेटमा आउनुपर्दाखेरि झापामा थियो क्या म मेरो मम्मी हनीमुन हो क्या मेरो ड्याड मम्मीको हो के उदयपुरबाट झापा गएको हो के अनि त्यस्तो गफाडी पनि हुनुको लिमिट हुन्छ तपाईँले क्रस गर्नुभयो यार लो हो के कसम मात्रै कतिको कुरा प्राइभेसी हुन्छ बाबाको प्राइभेसी खोल्दैन नि अनि मान्छे लो अचम्म हनीमुन भनेर कहाँ कहाँ जान्छन् आफैले अनाउन्स गर्दैन मैले त झन् गर्दे म त्यहीँबाट उत्पत्ति भएको भने चाहिँ मैले भन्न नपाउनु झापा जन्म त मान्छे राम्रो हुनुहुन्छ अलिक गफाडी पनि त्यही भएर झापाले मलाई राम्रोसँग थाहा छ कि म झापालीबाट स्टार्ट भएको जन्मेको बाजेको सर्प तन्केर के बोल्छ छि ए यो माछा होला के साह्रो सर्प भनेर हौ अति हो यार तपाईँ बस तपाईँ सुत्नु पर्दैन आमा हजुर तपाईँ सुत्नु पर्दैन आमा म सुत्ने अब कोसँग ए नै हजुर कोसँग भनेको उसँग सिरकसँग तपाईँ टिकटक लाइभमा हुनुहुन्छ कि भिडियो कलमा हुनुहुन्न प्लिज अब कोसँग सुत्ने भने त अब सिरक छ त अनि साथमा दिदी हुन्छ बहिनी हुन्छ त नि अनि मेरो बाबाआमाले मलाई एक्लै जन्मायो के गर्नु त जन्मिँदा म पनि एक जन्मे हो के गर्नु त म त एक्लै छु
तपाईँ चाहिँ कसरी जोडी हुनुभयो त एक्लै जन्मेर कसै जोडी कसरी जोडी हुनुभयो त अनि अहिले म त एक्लै छु त अनि जन्मेदेखिको एक्लै छु सँगै को जन्मिन्छ नि यार ल हुन्छ चियावाला चाहिँ म त ठ्याक्कै सुत्नु लागेको थिएँ अझ के भन्नु थ्याङ्क यू अनि म एक्लै जन्मेको अनि एउटै छोरी अनि म कोसँग सुत्नु त भन्नु त फेरि बाबुआमालाई फेरि स्वागत मनाउनु मलाई अर्को चाहियो भन्नु पर्ला लास्टै मान्छे त बहिनी चाहियो भनेको के बहिनी चाहियो भन्नु पर्यो मान्छे त लास्ट सिम्पल सोझी कुरा चाहिँ के हो यार अनि खालि तपाईँ एक्लै भन्नुहुन्छ अनि अब मलाई एक्लै जन्माए त अनि कोसँग सुत्नु त क्या अब एउटा बहिनी पाउन लगाउनु पर्यो जब पनि बुढेसकालमा गाह्रो हुन्छ म जवानी घर त आउन पनि भने हाम्रो जवानी छन् कि दुईजना अब यस्तो बेला मैले छोरीको भनेको श्रीमती नाइ भन्छन् अब यस्तो बेला खेताला खोज्नु भएन खेतालो खोज्दाखेरि कसलाई खोज्ने कहिलेकाहीँ त खेतालो पनि काम गर्छ त हौ सधैँ काम एउटैले गर्ने त खेतालो बोलाउनु पर्छ त हुन्छ चियावालाजी हजुर आज टाइम भयो खुसी लाग्यो नाइस टु मिट यु साह्रै खुसी लाग्यो हजुर अब जानुपर्छ है त ल एकदमै सकेसम्म सुरुमै जोडी भनेको म भेटेन म तपाईँलाई होइन म त ढिलो आएँ नि त आज 10 बजे आएको तपाईँ गेम खेलिसक्नु भएको थियो म आउँदा भनेपछि मेरो लागि हेरिन्छ एक कुरा मेरो लागि हेरिन्छ होइन म भन्दा अगाडि आउनु भएको नि तपाईँहरू गेम खेली जोडी भइसक्नु भएको थियो तपाईँहरू म 10 बजे आज ढिलो आएको कि लाइभमा जोडी भइसकेको थिएँ म तपाईँ त जोडी मान्छे जोडी हुनुहुन्छ म त एक्लो छु जहिले एक्लै हो नि तर जोडी त म तपाईँसँग हुनु मन छ अनि खेल्ने अरूसँग अनि जोडी भएर अनि ल पार्न पर्नु तपाईँसँग अनि तपाईँको त अर्कोसँग लप्पर लाग्छ अरूसँग जहिले गेम अरूसँग खेल्नुहुन्छ मलाई जोडी पारे अनि यस्तो पाराले त ब्रेकअप हुन्छ जोडी होइन 3 दिनमा एकचोटि भेट भएपछि के हुन्छ 3 दिनमा त महिनामारी हुन्छ खाली अर्काको बुढीसँग खेल्नुहुन्छ गेम पनि एक्लो यहाँ चियावाली छ वास्तै छैन खाली अर्काको बुढी हेर्ने तपाईँलाई कला हेर्नु नि आफ्नो बुढीलाई हेर्नलाई अनुहार पर्न पर्यो ए नै ल हुन्छ चियावाली खुसी लाग्यो मेरो समय एक भयो सुत्नुपर्छ नुहाउनु पर्छ कोठासम्म गर्नुपर्छ गाह्रोसम्म लामो जान्छु ल यस्तै हो यो सरलाई म केही भन्न चाहन्छु यस्तै हो घरिघरि एकछिनको लागि जिस्केको हो हामी जोडिएको होइन अनि त नलिनु होला है ल छिटो भाइ हुन्छ हस् रविनजी मेरा मित्र है रमाइलो गेम तपाईँहरूले डिमान्ड गर्नुभयो बोल्दै यत्रो फेरि लाइभमा जिस्किन्छ भन्दैमा बोल्छ होला प्राइभेटमा पनि भन्नुहुन्छ होला मैले मलाई यसो